केक दल दे कान्छी त सबभन्दा सानी पो रहेछ त हिसाबमा त कान्छी त्यहाँदेखि मात्रै दिवसको छ कान्छी दिदी र त सबभन्दा सानो रहेछ त मम्मीको कान्छो छोरो हो राजन दादा अलिक नचल लु कान्छी दिदी ओ टिको लाउनु जा त पनि जान बहिनी खोइ पर भाउजूलाई पनि दियो त भाउजूलाई बित्दैन भाउजूलाई जानु 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 भाउजूलाई
प्रिन्टर नपुछ न त्यसै डाक्टर हुन्छ आफ्नै दबाई बेचेर उयो गर्नुपर्छ बहिनीकोमा त ब्ल्याक मनी बताऊ कान्छी लु ओ कान्छी उठेर केकहरू उयो गर लु चम्पा कान्छी बिर्सेछ यसले त टिको लगाइदिए मैले चाहिँ यसपालि दिपालाई मात्रै मोटो देखेँ अलिक मोटी कि तँलाई मात्रै देखेँ उद्या अर्को सानीलाई प्रमोद दादा नि थापिहाल रुपेश दिवस अहिले भरे लास्टमा चाहिँ त्यसलाई दिनु प्लेट चाहिँ धोएर ल्याउँछ नि हो झन् दिदीको अघि बिहानदेखि गाजल लगाएर बसेको पैसा दिने म अब एसेन्डिङ अर्डर सक्यो अब डिसेन्डिङ अर्डर उपासना त के खादिन त खान खाली जाए हैन एक चाहिँ खान्छ कि अरु चाहिँ खाँदैन नानी लुगामा दलिन्छ के त हातले पुछ खाएर यसले पुछ ए हाल्दियो यसले पुछ खाइसक्यो ल बेस खाने यो चली कुन खान्छ अनि बेस र आमाले खान्छ अब पुस गरिदिन्छु ल रुपा तल बेच्नु ओइ रुपा फुल स्टप गरिदिनु नि